सोच्नुस् त, कुनै गोप्य समूहमा 8 महिनासम्म गुप्त रूपमा बस्दा के थाहा पाइएला। आज हामी शिनसोन्जी नामको एउटा यस्तै विवादास्पद समूहमा गरिएको एक लामो अनुसन्धानको भित्री कुराहरू खोल्दैछौं। यसले उनीहरूको काम गर्ने तरिका र विश्वासबारे केही अचम्म लाग्दा तथ्यहरू बाहिर ल्याएको छ। यो कुनै सामान्य चेतावनी होइन है। यो त ती क्रिस्चियन अगुवाहरूको आपतकालीन आह्वान हो जसले एउटा नयाँ र खतरनाक समूह आफ्नो समुदायमा फैलिरहेको देखेका छन्। उनीहरूले बजाएको यही खतराको घण्टीबाट नै यो सम्पूर्ण अनुसन्धान सुरु भएको थियो। ल, अब मूल समस्या के हो त्यहाँबाटै सुरु गरौँ न त। समस्या हो एउटा यस्तो समूह जो एकदमै सक्रिय र चलाकीपूर्ण तरिकाले स्थापित क्रिस्चियन चर्चहरू भित्रकै सदस्यहरूलाई आफ्नो निशाना बनाइरहेको छ। उनीहरूको तरिका कस्तो छ भने, पहिला उनीहरू साधारण बाइबल अध्ययनको बहानामा चर्चहरूमा छिर्छन्। त्यसपछि सामाजिक सञ्जालमा एकदमै सक्रिय भएर र सुन्दा सामान्य लाग्ने नामहरू प्रयोग गरेर मानिसहरूको विश्वास जित्छन्। अनि अन्त्यमा सदस्यहरूलाई उनीहरूकै समुदायबाट अलग घ्याएर लैजान्छन्। यो सबै सुरुदेखि नै योजनाबद्ध तरिकाले गरिएको हुन्छ। अब यस्तो छलकपटको जवाफ पनि त दिनु पर्यो, होइन त? हो, त्यही भएर एउटा काउन्टर मिसन सुरु भयो। शिनचोन्जी, जसलाई छोटकरीमा एससीजे पनि भनिन्छ, त्यसको भित्री काम गर्ने तरिका बुझ्न र पर्दाफास गर्न 8 महिना लामो गुप्त अनुसन्धान गरियो। भन्नुको मतलब उनीहरूले अरूलाई जे गर्छन् त्यही उनीहरूमाथि नै प्रयोग गरियो। यो कुनै सामान्य बाइबल स्टडी होइन, यो त एकदमै चलाकीपूर्वक बनाइएको एउटा बाटो हो, एउटा पासो हो। यसलाई 3 चरणमा बाँडिएको छ। प्रत्येक चरणले सदस्यलाई परम्परागत विश्वासबाट टाढा र शिनचोन्जीको शिक्षातिर धकेल्छ। सुरुमा बाइबलका दृष्टान्तहरूको रहस्य खोल्ने दावी गरिन्छ र अन्त्यमा बाइबलको सबैभन्दा जटिल पुस्तक प्रकाशलाई उनीहरू आफ्नो नेताको नजरबाट व्याख्या गर्छन्। अनि यहाँ सबैभन्दा खतरनाक कुरा के छ भने, उनीहरूले बिस्तारै समय र मनोवैज्ञानिक लगानी बढाउँदै लैजान्छन्। सुरुमा हफ्ताको केही घण्टाबाट सुरु भएको कुरा बिस्तारै पूर्ण समयको प्रतिबद्धतामा बदलिन्छ, जसले सदस्यहरूलाई समूहमा यति गहिरो रूपमा तान्छ कि बाहिर निस्कन मुस्किल हुन्छ। ल, यति लामो र गहिरो ट्रेनिङ दिएपछि आखिर उनीहरू सिकाउँछन् तरिके? अनुसन्धानले उनीहरूको विश्वासको केन्द्रमा रहेका केही अचम्म लाग्दा सिद्धान्तहरू पत्ता लगायो र ती सबै कुरा उनीहरूका रहस्यमय नेता, प्रतिज्ञा गरिएको पास्टरमा गएर जोडिन्छन्। यहाँ हेर्नुस् त, परम्परागत क्रिस्चियन धर्म र शिनचोन्जीको शिक्षामा कति ठूलो भिन्नता छ। उनीहरू त्रियकतालाई मान्दैनन्। येशूको पुनरागमन सन् 1966 मै भइसक्यो भन्छन्। र सबैभन्दा चकित पार्ने कुरा त के हो भने, उनीहरू सिकाउँछन् कि मुक्ति येशूमा विश्वास गरेर होइन, तर उनीहरूका नेता ली मान ही मार्फत मात्र पाइन्छ। उनीहरूका नेता ली मान हीलाई कुनै सामान्य मान्छेको रूपमा हेरिँदैन। उनले आफूलाई के हो भनेर दावी गर्छन्। सुन्नुस् है, नयाँ यूहन्ना, प्रतिज्ञा गरिएको पास्टर, विजय प्राप्त गर्ने व्यक्ति र यहाँसम्म कि यीशुले सवारी गर्ने सेतो घोडा पनि। यी उपाधिहरूले उनलाई अनुयायीहरूको नजरमा लगभग भगवानकै स्तरमा पुर्याउँछ। र यो एउटा भनाइले उनीहरूको सम्पूर्ण विश्वासको सार बताउँछ। उनीहरूका अनुसार कुनै पनि व्यक्ति र येशूको बीचमा उनीहरूका नेता एक आवश्यक मध्यस्थकर्ता हुन्। मतलब, मुक्ति येशूमा विश्वास गरेर मात्र होइन, ली मानहीमा विश्वास गरेर मात्र प्राप्त हुन्छ। अब कुरा गरौँ एउटा यस्तो पक्षको जहाँ धोका दिनु वा छल्नु गल्ती होइन, बरु यो त उनीहरूको सिद्धान्त नै हो। यो उनीहरूको कार्ययोजनाको एक महत्त्वपूर्ण हिस्सा हो। उनीहरूले झुटो बोल्नुलाई एउटा नाम दिएका छन्, लुकाउने बुद्धि। यसले के देखाउँछ भने, झुट बोल्नु केही सदस्यहरूको व्यक्तिगत गल्ती होइन, यो त उनीहरूको विश्वास प्रणालीकै एक मुख्य भाग हो जसलाई सही र आवश्यक मानिन्छ। त्यसो भए यो लुकाउने बुद्धि व्यवहारमा कस्तो देखिन्छ त? हेर्नुस् है, उनीहरू के गर्छन्। आफ्नै कक्षाहरूमा गुप्त सदस्यहरू राख्छन् जो नयाँ विद्यार्थी बनेर बसेका हुन्छन्। नक्कली नाम र पहिचान प्रयोग गर्छन् र यहाँसम्म कि मानिसहरूलाई फसाउन डेटिङ एपहरू पनि प्रयोग गर्छन्। धोका र छल उनीहरूको हरेक तहमा देखिन्छ। यो हेर्नुस् त, यो उनीहरूको सदस्यता लिँदा गर्ने वाचाको एउटा अंश हो। यसले के गर्छ भने, सुरुदेखि नै सदस्यहरूको दिमागमा बाहिरी संसारको आलोचना गलत हो भन्ने कुरा घुसाइदिन्छ। यो एक प्रकारको मानसिक नियन्त्रण हो जसले उनीहरूलाई बाहिरी जानकारीबाट अलग राख्छ।
अब यहाँ एउटा सीधा प्रश्न उठ्छ। यदि कुनै समूहसँग साँच्चै सत्य छ भने बाहिरको जानकारीबाट यति धेरै डराउनु पर्ने कारण के होला? ल, यति सबै कुरा थाहा पाएपछि अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न आउँछ, यस्ता समूहहरूबाट आफूलाई र आफ्नो समुदायलाई कसरी जोगाउने त? आउनुहोस् केही खतराका सङ्केतहरू हेरौँ जसमा हामीले ध्यान दिनुपर्छ। शिन्चन्जे जस्ता हाई कन्ट्रोल ग्रुपहरूलाई चिन्न यी सङ्केतहरूले धेरै मद्दत गर्छन्। जस्तै यदि कुनै समूहले आफ्नो नाम वा नेताको बारेमा लुकाउँछ, परिवारबाट कुरा लुकाउन सिकाउँछ, इन्टरनेटमा खोज्न रोक्छ वा अरू सबैलाई गलत भन्छ भने त्यो एउटा ठूलो खतराको सङ्केत हुन सक्छ। यी सबै तरिकाहरू अपनाउनुको पछाडि एउटै मात्र उद्देश्य हुन्छ, व्यक्तिलाई उसको परिवार, साथीभाइ र समाजबाट टाढा बनाउने र समूहलाई नै उसको लागि सत्यको एकमात्र स्रोत बनाइदिने। यो एकदमै गम्भीर मनोवैज्ञानिक खतरा हो। अन्तमा हामी एउटा यस्तो प्रश्नमा आएर टुङ्गिन्छौँ जसले सायद सबै कुराको जवाफ दिन्छ। यदि कुनै समूह साँच्चै परमेश्वरबाट आएको हो भने त्यसको मुख्य हतियार नै छलकपट र धोका किन हुनु पर्यो? यो प्रश्नमाथि विचार गर्न छोड्दै आजको लागि यति नै।